एक दिन एउटा श्रीमतीले आफ्नो श्रीमानलाई यसो भनेर प्रश्न गरे, यदि तपाईँलाई कुनै दिन तपाईँको आमा र ममा एकजनालाई मात्र रोज्नु पर्यो भने तपाईँ कसलाई रोज्नुहुन्छ भनेर प्रश्न गर्छ। तर उसको श्रीमान भन्ने चुप्प रहन्छ, केही पनि उत्तर दिँदैन। तर उसको श्रीमतीले बार बार कर गर्छ, भन्नुहोस् न भन्नुहोस्, तपाईँ कसलाई रोज्नुहुन्छ अथवा कसलाई छोड्नुहुन्छ, तपाईँको आमालाई रोज्नुहुन्छ कि मलाई रोज्नुहुन्छ भनेर प्रश्न गरेर एकदमै कर गरेपछि उसको श्रीमानले उत्तर दिन कर लाग्छ। उसको श्रीमानले भन्छ, म मेरो आमालाई रोज्छु भनेर। जब उसको उत्तर सुनेपछि श्रीमती एकदमै निराशा हुन्छन्, दुखी बन्छन्। केही क्षणमा उसको श्रीमानले उसको श्रीमतीको आँखामा हेरेर भन्छ, किनकि म यो चाहन्न, भोलिको दिनमा हाम्रो छोराको बुहारीले पनि यस्तै प्रश्न गर्यो भने मेरो छोराले उसको आमालाई छोडोस् भन्ने म चाहन्न भनेर उत्तर दिन्छ। यो उत्तर सुन्न साथ उसको श्रीमतीको आँखा रसाउँछ अनि दुवैजना मौन रहन्छ। तपाईलाई के लाग्छ दर्शक श्रोता, के यो श्रीमानले सही उत्तर दिए अथवा तपाईँ यो श्रीमानको जग्गामा हुनुभएको भए तपाईँ के उत्तर दिनुहुन्थ्यो? यहाँहरूले प्रतिक्रिया यो भिडियोको कमेन्ट बक्समा राखिदिनु होला। यहाँको प्रतिक्रिया, यहाँको विचार विमर्शलाई कमेन्ट मार्फत राखिदिनु होला। फेरि पनि आउने दिनमा यस्तै भिडियोलाई लिएर यहाँको अगाडि उपस्थित हुनेछु। थ्याङ्क यू।